चेन्ज हेर जङ्गलै जङ्गल छ पुरानो पुरानो गाउँ छ मान्छे बस्दैन जस्तो लाग्छ तर यहाँ घाम के अरे उयो पाउलिएको पाउला लाग्यो छोराछोरी सबै विदेशतिर गाउँको बाबामा बुढाबुढी गाउँमा हुन्छ चाडबाडमा भेट्न आउँछन् हामी जस्तै त होला नि है हामीले बाबामा छोडे जस्तै बाध्य त हुँदैन अब बाबामा छोड्नु पनि के गर्नु त सहर बस्नै पर्यो विदेशी नै पर्यो बिचरा बाबामाहरूलाई एक्लै गाउँमा राखेर त्यस्तै भयो होला त पनि बाटो जङ्गल यस्तो बबाल छैन हेर्नु न आइगो मन त फेरि मनपर्ने जङ्गलहरू धेरै जानुपर्छ यति बस्नु ल सल्लाह होइन अनि हो त नि हो के छ त हो आँखाले भ्याइसम्म त्यो जानुहोस् न हामी उमा त्यो सातसम्ममा जाँदाखेरि ओ माथिबाट हेर्दाखेरि कुनामा देख्थ्यो कि ठुलो बसिराखेको त्यही हो जस्तो लाग्यो पानी चाहिँ यही होला सायद सातसम्म पनि यतातिर हुनुहुन्छ सासनको त्यो टुप्पामा गएर यसरी हेर्दाखेरि पर कुनामा यस्तो एउटा बसिरहेको थियो क्या होला नि त त्यसो भए यसरी जाली छ नि त हो त्यो ढुङ्गामा गएर बस्नु कति मजा आउँछ कहाँबाट जाने जानुहुन्न ए यता पनि सन्डे रहेछ सबै अब भन्नुहुन्छ त डर लाग्यो यो त ठुलै समुद्र हो है हो त ढुङ्गा तल जानु कति राम्रो हेर्नु न कहाँदेखि जाँदो रहेछ ढुङ्गा 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 त्यहाँ जान मन लाग्यो कस्तो दामी दामी कान्छे नानी म त देख्दिनँ रहेछ होचो भएछु है अलिकति डिफ्रेन्ट हुँदो रहेछ आँखाले हेर्नु न पानी खानु खजिद हामी आइपुग्यो खजिद हो नाम पनि के हो यिनीहरूको शिवलिङ्ग जस्तै छ उतै कालो कालो त फुफी भन्छ कि फुफी के जति यो फुफी नि फुफी यहाँ तल ढुङ्गामा झर्न पाएँ किन डर छेरुवा भएको नि कस्तो राम्रो ठाउँ छ टोय ट्रेन कहाँदेखि जाँदो रहेछ थाहा छैन मलाई त होइन यो अर्कै हो क्या सिरिस कसरी खाँदो रहेछ यो खानुहुन्छ अरे मेसिन कराएको छलाएर चाहिँ हावाले त्यो पानी बाहिर कति बज्यो अहिले जाउँ
Yes. Happy already. It was. यता हेर्नु भनेको समात्नु न हौ